माइला दाइसँग बिहे गर्ने भनेर सपना देखेकी बिनिसाको सपना त एकाएक चकनाचुर भयो। माइला दाइले अरू कसैलाई वचन दिइसकेकी छु भनेर सबै कुराहरू भन्छन्। ती सम्झना आफ्नो घर परिवारबाट पीडित भएर मर्न खोजेकी रहेछन् र मर्न गएको मान्छेलाई नै माइला दाइले हौसला उत्प्रेरणा दिएका रहेछन्। तर उनले चाहिँ यो जीवनमा मैले अब एक्लै केही गर्न सक्दिनँ, मलाई यो गाउँ समाजले एकदमै हेला गरेको छ, म एक्लै कसरी अगाडि बढ्न सक्छु भनेर हरेस खाँदाखेरि म दिन्छु तिमीलाई साथ भनेर त्यसरी वचन दिएका रहेछन्। ती सबै कुराहरू भन्दाखेरि त माइला दाइको कुरा सुनेर माया र बिनिसा एकदमै छक्क परेका थिए। बिनिसा त रोएकी थिइन्, तर मायाले भने दाइ तपाईँले त्यस्तो को हो चिन्दै नचिनेको विधवालाई मैले बिहे गर्छु भनेर वचन दिनुभयो, के गाउँ समाजले यो कुरालाई स्वीकार्ला भनेर दाइलाई हुँदैन भन्न खोजेकी थिइन्। तर माइला दाइले भने गाउँ समाजको लागि बिहे गर्ने होइन, बिहे त मन मिलेर गर्नुपर्छ। फेरि मैले उनलाई खोज्दै गएको होइन, हामीलाई संयोगले अनि भाग्यले जुराएको हो। अब मेरो पनि यत्रो आधा उमेर बाँकी छ, उनको पनि आधा उमेर बाँकी छ। उनी पनि श्रीमानले छोडेर गएको एकल महिला, म पनि श्रीमतीले छोडेको एकल पुरुष। हामीले दुईजनाको कथा व्यथा एकदमै राम्ररी बुझ्छौँ। उनी एकदमै दुःख पाएकी छन्, न उनको माइती छन् न उनको घर परिवार छन्। मैले उनलाई साथ दिएँ भने चाहिँ पक्कै उनी अगाडि बढ्न सक्छिन् र हाम्रो जिन्दगी एकदमै खुसीका साथ अगाडि बढ्छ होला भनेर बहिनीसँग कुरा गरे। हुन त मायालाई यो कुरामा चित्तै बुझेको थिएन, तर अब माइला दाइले एकोहोरो जिद गरेपछि के गर्ने र। अब बिनिसा पनि त्यस्तै रोकोरै छिन्। मैले माइलालाई त्यति धेरै माया गरेँ, तर माइलाले मेरो पवित्र मायालाई बुझेन। एक न एक दिन त माइलालाई पछुतो हुन्छ नि। मलाई लत्याएर को हो न को हो चिन्दै नचिनेको विधुवैलाई मन पार्छु भनेको छ, उसँग बिहे गर्छु भनेको छ। कमसेकम मसँग बिहे गरे त म त श्रीमानले छोडेकी थिएँ, तर ऊ त विधवा हो। कुरा त काट्थेनन् नि विधुवैलाई माइलाले बिहे गर्यो भनेर। माइलाले किन यस्तो गरेको होला, तर माइलालाई एक न एक दिन मेरो मायाको पछुतो हुनेछ, मेरो पवित्र मायालाई लत्याएको उसलाई पछुतो लाग्छ भनेर बिनिसा पनि रुँदै एक्लै एक्लै कुरा गर्दै गर्छिन्। अब मायाले विनोदसँग कुरा गर्दाखेरि नि विनोदले अझै राम्ररी दाइलाई सम्झाऊ भनेर पटक पटक भन्छन्। अब विनोदलाई पनि त आफ्नी बहिनीले सुख पाउँछ होली, माइला दाइसँग बिहे गरी भने अनि फेरि अब सबै चिने जानेको परिवारकै मान्छे भइयो, सबैजना एकै ठाउँमा मिलेर बस्दाखेरि हाम्रो जिन्दगी एकदमै राम्रो हुन्छ होला भन्ने सपना देखेका थिए। तर विनोदको त्यो सपना पनि पुरा भएन। माइला दाइले एकोहोरो अब तिनैसँग बिहे गर्छु भनेर ढिपी गरिसकेपछि के अब माया र विनोदले माइला दाइ र ती विधुवैको सम्बन्धलाई स्वीकार्लान् त। पछि पनि मायाले चाहिँ दाइलाई सम्झाउँछु भनेर जान्छिन्। अब ऊ श्रीमानले छोडेर गएकी एकल महिला हो, के थाहा भोलि तपाईँसँग बिहे भइसकेपछि पनि उसलाई पहिलाका यादले सताउला, तपाईँलाई माया गर्न नसक्ने उसलाई त्यही यादले सताएका कारणले तपाईँहरूको पारिवारिक जीवन राम्रो नहोला भनेर यसरी सम्झाइ बुझाइ गर्न खोज्दाखेरि माइला दाइले त्यस्तो भनेर कहाँ हुन्छ र। आफूले माया गरेर आफूले साथ दिएर उसलाई विगतका कुराहरू बिर्सिन सक्ने बनाउनु पर्छ भनेर त्यसरी मायालाई सम्झाउँछन्। अब केही गरेर पनि माइला दाइले कुरा नबुझेपछि, बिनिसासँग बिहे गर्न नमानेपछि मायाले पो के गरून् त नि। अब सानो बच्चा भए पो गाली गर्ने पिट्ने गरेर भए पनि आफ्नो कुरा मनाउन सकिन्थ्यो त। अब उनको त दाइ, अब मायाले पनि हुन त माइला दाइलाई आफ्नो बाउ आमा दाइ भाउजू दिदी भाइ जे भने पनि सबै मेरा यही नै हुन् भनेर मानेकी छन्। मायाको हरेक दुःख सुखमा माइला दाइले साथ दिएका छन्। त्यत्रो वर्षसम्म माइला दाइले आफ्नो घरमा राखेका थिए। अब अहिले माइला दाइले आफ्नो खुसी खोजे। माइला दाइले अब उनीसँग बिहे गर्न थाले भनेर के माया र विनोद रिसाएर माइला दाइसँग सम्बन्ध बिगार्लान् त। मायाले त केही गरे पनि सम्झाउन सक्दै सकिनन् माइला दाइलाई। अब बिनिसाको अवस्था भने त्यस्तै छ। अब बिरामी भएकी मान्छे झन् चिन्ताले गर्दा झन् बिरामी। तर मायाले बिनिसालाई पनि सम्झाउँछिन्, अब तपाईँको र माइला दाइको बिहे हुन लेखेको रहेछ, तपाईँहरू एक हुन लेखेको रहेछ भने भाग्यमा लेखेको कुरा कसैले पनि मेटाएर मेटिँदैन। तर नानी तपाईँहरू एक हुन लेखेकै छैन भने जति नै टाउको फुटाए पनि रोइ कराइ गरे पनि जे गरे पनि एक हुन सक्नुहुन्न। त्यही भएर तपाईँले धेरै रुने कराउने काम नगर्नुहोस्, तपाईँ बिरामी हुनुहुन्छ आराम गर्नुहोस् भनेर खुब सम्झाइ बुझाइ गरेकी छन्। तर खोइ बिनिसाले सम्झेलिन् बुझ्लिन् जस्तो मैले मानेको छैन है। हुन त बिनिसाले पहिल्यैदेखि नै धेरै नराम्रा कामहरू गरेकी थिइन्, अब अहिले आएर चाहिँ यस्तो सुध्रिएकी थिइन्। अब यही कुराले गर्दाखेरि फेरि बिनिसा बिग्रिन्छन् कि जस्तो मलाई लाग्न थाल्यो है। माइला मेरो हुन सक्दैन भने अरू कसैको पनि हुन सक्दैन। म माइला अरूसँग हाँसी खुसी भएर बसेको हेर्नै सक्दिनँ भनेर कतै माइला दाइ र सम्झनाको सम्बन्धमा बिनिसाले दरार ल्याउने त होइनन्, यति नगर्लिन् पनि भन्न सकिँदैन है। आफ्नो स्वार्थ पुरा गर्नको लागि उनले आफ्नै दाइ भाउजूलाई धोका दिइन्, आफ्नै भदिनीलाई त मार्न तयार भइन् भने अहिले अलि दिन सुध्रिएको नाटक गर्दैमा बिनिसाको चाहिँ विश्वास गरिहाल्न हुन्न कि जस्तो मलाई लाग्यो है। हुन त अब मैले धेरै दुःख कष्ट हन्डरहरू खाइसकेको छु। अब म कुनै पनि हालतमा गलत काम गर्दिनँ भनेर त्यति विधि भने
भनेकी थिइन्, रोइ कराइ गरेकी थिइन्, तर अब रिसले नै आफूलाई खाइसकेपछि के नै लाग्छ र? मेरो विचारमा चाहिँ अब विनिशाले फेरि पहिलाकै जस्तै रूप देखाउन थाल्छिन् कि जस्तो लाग्न थाल्यो। अब उता अस्मिता पनि जेलबाट छुटेर आफ्नो दाइको घरमा गएर दाइसँग होली मनाएकी छन्। अब हुन त दाइले पहिला त तैँले बुद्धि बिगारिस्, अब त्यस्तो नराम्रो काम केही पनि नगरेस्, अब त मैसँगै बस्नुपर्छ भनेका छन्। तर के अस्मिताले माया र विनोदसँग बदला लिने कुरा साँच्चै बिर्सिदिने होली नि त? अनि अस्मिता र विनिशा पनि त एकअर्काका दुश्मनै जस्तो भएका थिए त। अब चाहिँ अस्मिता र विनिशा फेरि मिल्लान् कि नमिल्लान् त? यता माइला दाइले अर्कै रोजिसकेपछि उता अस्मिता पनि जेलबाट छुटेर फेरि त्यतै बदला लिन भनेर आउने, अनि यी अस्मिता र विनिशा दुवैजना मिलेर कतै फेरि मायाको परिवारलाई पहिलाको जस्तै तहस नहस पार्न खोज्ने त होइनन्? के लाग्छ तपाईँलाई? माइला दाइले साँच्चै त्यही सम्झनासँगै बिहे गर्लान् त? विनिशालाई फर्केर पनि नहेर्लान्? माइला दाइले विनिशाका लागि त्यस्तो केही कुराहरू सोचेकै थिएनन्। उनले त बहिनी किनन् त बहिनी भन्ने तरिकाले हेरेका थिए। तर माया र विनोदले त तपाईँले विनिशासँग बिहे गर्नुहुन्छ, बिहे गर्नुहोस् भनेर कर गरिरहेका थिए नि त। अब चाहिँ माइला दाइले जेसुकै हुन्छ माया र विनोदसँग सम्बन्ध बिग्रिन्छ, म सम्झनासँगै बिहे गर्छु भन्लान् कि माया र विनोदसँगको सम्बन्ध बचाउनको लागि सम्झनालाई छोडेर विनिशासँग बिहे गर्लान् त? आफ्नो विचार कमेन्ट गरी भिडियोमा लाइक अनि च्यानललाई सब्स्क्राइब गर्न नबिर्सनुहोला।